र यो भिडियो चाहिँ जतिले पनि है महानदीलाई माया गर्नुहुन्छ हैन उहाँहरूको निम्ति उहाँहरूले सोच्नुपर्ने कुराहरू तपाईहरु समक्ष राखिरहेको छु। सो अन्यथा गल्ती भए क्षमा पाऊँ है। सो अहिले म उपस्थित छु है महानदीको जुन पुरानो रेलवे स्टेसन है तपाईहरुलाई देखाइरहेको छु। सो यो रेलवे स्टेसन भत्के तापनि है पुरा नयाँ रेलवे स्टेसन बनिएको छ। तर कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ अब यो बाटोकै छेउमा पर्यो हैन, हाम्रो महानदीको यो रेलवे स्टेसन बाटोकै छेउमा पर्यो। यसरी पुरा मैला अब देखिन्छ हैन, बाटोबाट घुम्न आउनेहरूले पनि दुःख लाग्छ क्या यस्तो देख्दाखेरि चाहिँ। अब सो हाम्रो दार्जिलिङ भनेको चाहिँ हैन वर्ल्ड फेमस टुरिज्म स्पट हो। र अब सिलगढीबाट उकालो चढेर आउँदाखेरि महानदीमा अब यस्तो टाइपको हैन मैलाहरू अब राम्रो नदेख्दाखेरि चाहिँ अब उहाँहरूले चाहिँ कस्तो फिल गर्नुहुन्छ होला, जो घुम्न आउने हुन्छ हैन उहाँहरूले कस्तो फिल गर्नुहुन्छ होला, यो तपाईहरुले सोच्नुपर्ने आवश्यकता आएको छ है। सो सोच्दिनु होला।